जलवायु परिवर्तनका कारण नेपालका विश्व प्रसिद्ध हिमाल, पहाड र जैविक विविधता मासिएर मानिसहरू नै विस्थापित भइरहेका छन्। विगत 20 वर्षको अवधिमा पृथ्वीको औसत तापक्रम वृद्धिसँगै बाढी, पहिरो, महामारी लगायत बेमौसमी प्रकोपहरू नियमित रूपमा बढिरहेका छन्। जलवायुजन्य विपदसँग जुझ्न नेपालले जलवायु वित्त प्राप्त गर्छ, तर यसरी पाउने रकमलाई सरकारले जलवायु परिवर्तन अनुकूलनका नाममा अन्य क्षेत्रमा खर्चिँदै आएको छ। जीवाश्म इन्धनको प्रयोग घटाउँदै स्वच्छ ऊर्जा प्रवर्धनका लागि 3वटै तहका सरकारले हरित अर्थनीतिलाई गम्भीरतापूर्वक कार्यान्वयनमा लैजानुपर्छ। जलवायु पीडितको उत्थानशीलता सहित जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तन सम्बन्धी योजनामा सुशासन र सदाचार कायम गरौँ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।